गुड मर्निङ एन्ड नमस्ते यहाँहरू सबैजनालाई स्वागत छ मेरो च्यानल होम मोटिभेसनमा। र आजको दिन विशेष दिन पनि रहेको छ, असार 15को दिन। यहाँहरू सबैजनालाई धान दिवस अथवा दही चिउरा खाने दिनको सम्पूर्णमा विशेष शुभकामना भन्दै आजको मेरो एउटा विशेष भिडियोमा स्वागत छ यहाँहरूलाई। र आजको विशेष भिडियो रहेको छ, यो चाहिँ नेसनल लाइफसँग सम्बन्धित रहेको छ। अब म चाहिँ नेसनल लाइफमा चाहिँ एज अ काम गरिरहेको हिसाबले गर्दाखेरि पनि नेसनल लाइफ सम्बन्धी एउटा विशेष भिडियो बनाउन लागेको छु। र नेसनल लाइफ इन्सुरेन्स चाहिँ नेपालको पुरानो जीवन बिमा कम्पनीमा पर्दछ र यो राष्ट्रिय वाणिज्य ब्याङ्कले पनि लगानी गरेको लाइफ इन्सुरेन्स कम्पनी, त्यो सँगसँगै अन्य ब्याङ्कहरू र पहिलाको राणा खानदानहरूको लगानी रहेको कम्पनी र त्यो सँगसँगै पब्लिकको पनि 49% चाहिँ सेयर लगानी रहेको कम्पनी रहेको छ। र नेसनल लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडले चाहिँ बेस्ट म्यानेज लाइफ इन्सुरेन्स कम्पनी 2025बाट चाहिँ सम्मानित भएको छ। न्यू बिजनेस एज लिमिटेडको आयोजनामा काठमाडौँ भइरहेको नवम संस्करणको न्यू बिज कन्क्लेभ एन्ड बिजनेस एक्सिलेन्स अवार्ड्समा उक्त कम्पनीले सो अवार्ड हासिल गरेको हो। यो कम्पनी जीवन बिमा क्षेत्रमा आफूलाई स्थापित गर्न सफल कम्पनी हो। कम्पनीको अध्यक्षमा प्रेमा राज्यलक्ष्मी सिंह रहेकी छिन्। यो कम्पनी सञ्चालक समितिमा महिलाको राम्रो उपस्थिति कायम गर्ने केही कम्पनीहरूमध्ये यो पनि पर्छ। यस कम्पनीको सञ्चालक समितिमा महिलाको उपस्थिति 42.46%, 7 जना सञ्चालक समितिमा 3 जना महिला छन्। कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा भने सुरेश प्रसाद खत्री छन्। कम्पनीको वित्तीय अवस्था राम्रो देखिन्छ। कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनी 40 करोड 85 लाख रुपैयाँभन्दा बढी खुद नाफामा रहेको छ। यस अवधिसम्म कम्पनीको खुद बिमा शुल्क आर्जन रकम भने 14 अर्ब 7 करोड रुपैयाँभन्दा बढी छ। सेयर प्रिमियममा 2 करोड 78 लाख रुपैयाँभन्दा बढी रहेको कम्पनीको महाविपत्ति कोषमा 61 करोड 6 लाख रुपैयाँभन्दा बढी छ। तेस्रो त्रैमाससम्म कम्पनीको कुल सम्पत्ति 98 अर्ब 16 करोड रुपैयाँभन्दा बढी छ। कम्पनीको नेटवर्थ 136 रुपैयाँ 47 पैसा छ। हालै सम्पन्न कम्पनीको साधारण सभाबाट यस वर्ष लगानीकर्ताका लागि 5% बोनस सेयर र 10% नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। बोनस सेयर कर प्रयोजनका लागि कम्पनीले छुट्टै 0.79% नगद लाभांश समेत कम्पनीले वितरण गर्ने भएको हो। 5% बोनस सेयरपछि कम्पनीको चुक्ता पुँजी 5 अर्ब 47 करोड 27 लाख 40 हजार रुपैयाँ कायम भएको छ। लाभांश वितरणको इतिहासलाई हेर्दा कम्पनीको अधिकतम 72.50% वितरण गरेको देखिन्छ। आर्थिक वर्ष 69-70 को मुनाफाबाट कम्पनीले 55% बोनस सेयर र 17.50% नगद लाभ गरेको तथ्याङ्क रहेको छ। लाभांश वितरणलाई कम्पनीले निरन्तरता दिँदै आइरहेको छ र यो चाहिँ कम्पनीको वित्तीय अवस्था राम्रो रहेको कुरा भयो। र यो सँगसँगै नेसनल लाइफ इन्सुरेन्सले चाहिँ बिमा क्षेत्रमा चाहिँ राम्रो सेवा सुविधाहरू दिएको छ यो कम्पनीले चाहिँ। र यो कम्पनीको चाहिँ के छ त भन्दाखेरि एउटा चाहिँ अमृत वर्षा भन्ने बिमा योजना छ। यो बिमा योजनाले चाहिँ मार्केटमा तहल्का पिटेको छ, किनकि अमृत वर्षा योजनामा चाहिँ 4 वर्ष मात्रै बचत गरे पुग्ने हैन। 4 वर्ष बचत गरेकै भरमा त्यसको 6 वर्षपछि दोब्बर आउने हैन। र त्यो सँगसँगै बिमाको दुर्घटना बिमा चाहिँ 4 वर्षमा हामी जति बचत गर्छौँ दुर्घटना बिमामा 4 गुणा सुविधा दिएको छ। सामान्य मृत्युमा पनि यसले चाहिँ 2 गुणा दिएको छ। सुरक्षाको हिसाबले नि एकदमै राम्रो र
बिमा क्षेत्रमा 10 वर्षमा नै दोब्बर, यानि कि बचत गरेको 4 वर्ष बचत गरिसकेपछि बाँकी 6 वर्ष बचतमा लगानी गर्नु पनि परेन। 6 वर्षपछि नै दोब्बर आउने भएको हुनाले यो योजनाले चाहिँ बिमा क्षेत्रमा तहल्का पिटिरहेको छ। धेरै म्याक्सिमम पोलिसीहरू यो बिमा कम्पनीमा चाहिँ बिक्री भइरहेको छ। अन्य कम्पनीहरूको बोनस दर घटिरहेको अवस्थामा हेरौँ, एलआइसीको घटिरहेको, नेपाल लाइफको घटिरहेको, अन्य मेट लाइफको घटिरहेको अवस्थामा यसको चाहिँ बोनस दर उच्च कायम रहेको छ। अहिले सर्वाधिक बोनस दर भएको कम्पनीमा पर्छ। मिनिमम 5 वर्ष अवधिमा नै 63 छ बोनस दर। हेर्नु त, 5 वर्ष बिमा योजना गर्दाखेरि नै 63 पाइयो। त्यो हिसाबले 21 वर्ष गर्दाखेरि 70 छ बोनस, एकदम राम्रो छ। 26 वर्ष गऱ्यो भने 85 बोनस दर छ। बोनस दरमा अगाडि, कम्पनीको वित्तीय अवस्था राम्रो, जायजेथामा अगाडि, यी विविध कारणहरूले गर्दा चाहिँ नेसनल लाइफ चाहिँ अहिले चाहिँ धेरै नै अगाडि बढिरहेको कम्पनीमा परेको छ। जसले गर्दाखेरि यहाँहरूले पनि बिमा नेसनल लाइफमा गर्नुभयो भने राम्रो सुविधा सँगसँगै दुर्घटना बिमामा 4 गुणा सँगसँगै जीवन बिमामा 2 गुणा सँगसँगै उच्चतम प्रतिफल चाहिँ पाउन सक्नुहुनेछ। र त्यसमा पनि यो असार महिना यहाँहरूले चाहिँ बिमा गर्नुभयो भनेदेखि चाहिँ विशेष अफर पनि रहेको छ। त्यसमा मसँग बिमा गर्नुभयो भनेदेखि यहाँहरूले थप सुविधाहरू पनि पाउनुहुनेछ। केही विशेष अफर रहेको छ।